पालङटार नगरपालिकाको आयोजना ब्याङ्क खोल्नको लागि हामी कुनै पनि वेब ब्राउजर, यसरी वेब ब्राउजरमा जान्छौँ र वेब ब्राउजरमा गएर पालुङटार .lpbmis.gov.np क्लिक गर्छौँ। यो नेपाल सरकारले पालुङटार नगरपालिकाको लागि आयोजना ब्याङ्क प्रयोग गर्न बनाइदिएको डोमेन नेम हो। अब यसमा क्लिक गरिसकेपछि यसरी पालुङटार नगरपालिकाको पेज खुल्छ। पेज खुलिसकेपछि हामी लगइन गर्नतिर लाग्छौँ। लगइन गर्दाखेरि यहाँ भाषा छनौटको विकल्प पनि छ, अङ्ग्रेजी नेपाली दुइटैबाट हेर्न सकिन्छ। र अब लगइन गर्दाखेरि हामी यसरी पालुङटारको एडमिन भएर लगइन गर्छौँ। लगइन गरिसकेपछि यहाँ भएका चिजहरू के छन्, ड्यासबोर्ड, रातो किताब, ठेक्का व्यवस्थापन, अब म्यानेज भयो होइन, यस्तो चाहिँ हामी ट्याबहरूमा धेरै कुरा देख्न सक्छौँ। र अब हामी के गर्छौँ त भन्दाखेरि पहिलो काम त यो सिस्टमको, यो प्रणालीको प्रयोगकर्ता बनाउनु पर्ने हुन्छ। र प्रयोगकर्ता बनाउनको लागि हामी यहाँ म्यानेजमा जान्छौँ र युजर्समा जान्छौँ खास। त्योभन्दा अगाडि हामी के गर्छौँ भन्दाखेरि यो पालुङटार नगरपालिकाभित्र कतिवटा वडा छन् भनेर जान्छौँ। अहिले पालुङटार नगरपालिकामा वडा गर्नु पऱ्यो भने अहिले 10वटा वडा रहेछ, बनाइएको छ, पहिल्यै बनाइसकेको रहेछ। नत्र भने हामीले एड वार्ड गऱ्यौँ भने वडा थप्न पनि मिल्छ, यहाँ डिलिटमा गएर वडा घटाउन पनि मिल्छ। किनभने भोलिको दिनमा वडाको थपघट हुन सक्ने भएको कारणले प्रणालीमा पनि त्यस्तो प्रावधान राखिएको हो। अब त्यसपछि चाहिँ विभिन्न पालिकाको अथवा वडाको पनि विभिन्न विभागहरू हुन सक्छन्। अब यो विभागहरू चाहिँ जस्तै स्वास्थ्यको विभाग होला, सञ्चारको विभाग होला, त्यसपछि हजुरको चाहिँ नि यो जग्गाको होला, भौतिक निर्माणको होला, अब विभिन्न किसिमको चाहिँ विभागहरू होला। यो विभागहरू थप्नको लागि हामी यहाँ म्यानेजमा गएर डिपार्टमेन्ट्समा जाने अनि एड डिपार्टमेन्ट गर्ने। एड डिपार्टमेन्ट गर्दाखेरि यसरी नाम दिने, डिपार्टमेन्टको नाम सूचना शाखा भनौँ ल एकछिनलाई, सूचना शाखा, सूचना शाखा यसरी गरेर सबमिट गऱ्यौँ भने हाम्रो चाहिँ नयाँ चाहिँ एउटा सूचना शाखा भनेर चाहिँ एउटा डिपार्टमेन्ट बन्छ। त्यसपछि यसमा अरू कुराहरू पनि छन्, जस्तै अब यहाँ ट्र्यास भनेको चाहिँ हाम्रो कहीँ गएर केही गरेर डिलिट भइहाल्यो मिस्टेकनली अथवा बाई भुलवश भयो भने यो ट्र्यासमा गएर बस्छ भन्ने प्रावधान हो। अहिले चाहिँ हामीले यति गरिसकेपछि अब हामीले एउटा प्रयोगकर्ता बनाउँ। जस्तै प्रयोगकर्ता कसरी बनाउने, प्रयोगकर्ताको किसिम कतिवटा हुन्छ भन्ने पनि हुनसक्छ। अब हामी म्यानेज युजर्समा जान्छौँ। प्रयोगकर्ता बनाउनको लागि एक्लै त सिस्टम चलाउने होइन, यो सबैको आफ्नो रोल हुन्छ, जिम्मेवारी हुन्छ। अब यहाँ हामी एड युजर गर्छौँ। एड युजर गर्दाखेरि पहिलो नाम एकछिनलाई भनौँ युकेइएसएच युकेश भनेर नाम भयो, गुरुङ भयो अरे। अब युजर नेम चाहिँ मैले ल वार्ड 1 इन्ट्री भनेर, वार्ड 1 इन्ट्री भनेर वडा 1 नम्बर 1 को इन्ट्री बनाएँ है। इमेल चाहिँ अब त्यो तत्त वडाकै राख्नुपर्छ। अहिलेलाई चाहिँ हामीले अहिले चाहिँ अब मैले यहाँ आफ्नै इमेल राखेँ एकछिनलाई है, वडा नम्बर 1 ल यसरी सेलेक्ट गर्नु पर्यो। अब रोल चाहिँ प्रोजेक्ट इन्ट्री गर्ने। अब रोल कतिवटा हुन्छ त प्रयोगकर्ताको भन्दाखेरि एउटा इन्ट्री गर्ने हुन्छ। इन्ट्री गरिसकेपछि चाहिँ यो योजना तर्जुमा समिति जो उपमेयरको संयोजकत्वमा भइरहेको हुन्छ, योजना तर्जुमा समितिमा पुग्छ। उसले चाहिँ यसलाई चाहिँ योजनालाई चाहिँ स्वीकृत गर्ने काम गर्छ। त्यसपछि त्यसमा कति बजेट दिने त्यो पनि कुरा आउँछ। त्यसपछि कार्यपालिकाको प्रयोगकर्ता भनेर हुन्छ। कार्यपालिकाको प्रयोगकर्ताले नि योजना तर्जुमाले चाहिँ तर्जुमा गरेको बजेट चाहिँ कार्यपालिकाले परिवर्तन गर्ने अधिकार पनि हुने रहेछ। र यो कार्यपालिकाले फेरि के गर्छ त भन्दाखेरि सभाको लागि भनेर यो आयोजना चाहिँ यसरी एउटा चक्रमा घुमाउँछ। इन्ट्रीले इन्ट्री गर्छ, तर्जुमा समितिमा पुग्छ, तर्जुमा समिति पछि कार्यपालिकामा जान्छ र सभामा नगरसभा, गाउँसभा जे भने पनि त्यसमा जान्छ। र त्यो गइसकेपछि के हुन्छ त भन्दाखेरि अनि बल्ल बजेट चाहिँ फाइनल हुन्छ। यो आर्थिक वर्षमा चाहिँ यति यति बजेट यसले पायो यो आयोजनाले भनेर हुन्छ। अहिले हामी प्रोजेक्ट इन्ट्रीबाट सुरु गरौँ। प्रोजेक्ट इन्ट्री भन्ने युजर बनायौँ। सबमिट गर्ने बित्तिकै इमेल मस्ट बी युनिक भनेको छ यसमा। युजर नेम W1 इन्ट्री भनेर राख्यौँ। यो गर्दाखेरि अब हाम्रो एउटा चाहिँ बन्यो W1 इन्ट्री भनेर युजर चाहिँ। अब
अरू युजर पनि बनाउन मिल्छ। जस्तै अब अहिले मैले बनाइहालौँ एकैछिनलाई, त्यसैभित्रै बनाऊँ। एड युजर भने होइन, मैले चाहिँ अब मेरै नाम राखेँ, गणेश गौतम भनेर राखेँ। उम्, ल उम्, तर्जुमा 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 भनेर राखेँ। इमेल मेरै राखेँ। वार्ड भन्ने हुँदैन, तर्जुमा चाहिँ यो के हुन्छ त भन्दाखेरि अल भन्ने हुन्छ, अथवा यहाँ चाहिँ पालिका स्थानीय तह जे लेखे पनि खासै अल भन्दा अझै पालिका भए राम्रो हुने रहेछ। र विभाग अहिले सूचना शाखा भनौँ अथवा के भनौँ, केही पनि नभनौँ, विभाग हुँदैन। उडेछ एकैछिन। युजर्समा जाने, एड युजर गर्ने, फर्स्ट नेम मेरै भयो, तर्जुमा नै भयो, वार्ड हुँदैन, अल गयो, डिपार्टमेन्ट हुँदैन, रोल चाहिँ के रहेछ त योजना तर्जुमा भनेर रोल क्रिएट भयो, इमेल मानेन। यसरी चाहिँ दुईवटा प्रयोगकर्ता बन्यो। एउटा चाहिँ प्रोजेक्ट इन्ट्री गर्ने, एउटा चाहिँ प्रोजेक्ट भेरिफाई गर्ने। भेरिफाई गर्ने तर्जुमा समिति अनि इन्ट्री गर्ने चाहिँ वडा भयो होइन। यसरी नै वडा पालिका सबैको चाहिँ इन्ट्री गर्ने चाहिँ हुन्छ। त्यसपछि फेरि युजर्समा गएर मैले चाहिँ के गर्छु त भन्दाखेरि अहिले मैले मेरै नाम राखेँ, इमेल मात्रै युनिक चाहिन्छ, मैले 3 गरेँ। वडा भन्ने हुँदैन यो। रोल चाहिँ अब कार्यपालिकाको रोल भनेर राखेँ, सबमिट गरेँ, इमेल मानेन। यो चाहिँ कार्यपालिका कापा कार्यपालिका भनेको यो चाहिँ है। यसरी कार्यपालिकाको प्रयोगकर्ता पनि बन्यो। अब फेरि अर्को प्रयोगकर्ता बनाउँछौँ। यसरी आफ्नै नाम राखेँ, अब यहाँ +5 गरौँ होइन, अलै गर्नु पऱ्यो होइन। यसरी चाहिँ अब विभाग चाहिँदैन, यो चाहिँ सभा भनेर गरेपछि अब हाम्रो प्रयोगकर्ता बन्यो। यहाँ सभा हुनुपर्ने हो, एसएबिए चाहिँ सभा, एसए सभा +6 गरौँ। सभा 1 भयो होइन। अब यो प्रयोगकर्ता बनाउने काम सक्यो। प्रयोगकर्ता अर्को एउटा चाहिँ हेर्न मात्र मिल्ने पनि प्रयोगकर्ता हुन्छ। यो चाहिँ अब त्यहाँका मान्यज्यूहरू, पदाधिकारीहरू कसैलाई हेर्न मन लाग्यो भने त्यहाँ दिन पनि मिल्छ। अब यो आयोजना ब्याङ्क प्रयोग गर्नको लागि हामी के गर्छौँ त भन्दाखेरि अब इन्ट्रीबाट खोल्छौँ। यसरी इन्ट्रीबाट खोल्छौँ। मैले यहाँ इमेलबाट पासवर्ड कपी गर्नु पऱ्यो। तपाईँहरूको इमेलमा पासवर्ड आएको हुन्छ, जे इमेल दियो त्यसमा होइन। त्यस कारणले यहाँ यसरी इन्ट्री भनेर W1 इन्ट्री यो छ होइन। अब चाहिँ मैले लगइन गर्दाखेरि यो पासवर्ड प्रयोग गर्छु। यहाँ जाने, लगइन गर्ने, W1 इन्ट्री, त्यसपछि पासवर्ड भर्खर मैले कपी गरेको थिएँ। यसरी इन्ट्री खुल्छ। अब इन्ट्री खुलिसकेपछि अब हामीले यहाँ तल एड प्रोजेक्ट्स भनेर छ, यहाँ आयोजना थप गर्ने। यसरी नाम हाल्दै जाने। मैले अहिले चाहिँ स्वरोजगार कार्यक्रम भने सेल्फ इम्प्लोइमेन्ट प्रोग्राम भने स्वरोजगार कार्यक्रम, रोजगार कार्यक्रम नयाँ आयोजना हो, वार्षिक आयोजना। सिलिङभित्रै पर्छ। सिलिङभित्र पर्छ कि पर्दैन भन्छ। सिलिङ चाहिँ हरेक वडालाई चाहिँ पालिकाले एउटा निश्चित समयमा बाँडेको हुन्छ र त्यो सिलिङभित्र पर्यो कि परेन भनेर चेक गर्छ। यति भइसकेपछि आयोजना बन्यो, ड्राफ्ट बन्यो भनेर भन्छ। अब यहाँ हामीले खर्च चाहिँ यो आइडेन्टिफिकेसन गर्ने कोड हुँदो रहेछ पालिकाको, त्यो कोड हाल्छौँ। अहिलेलाई चाहिँ अब मलाई थाहा नभएको कारणले 1010 यति अहिले हालेँ मैले। त्यसपछि ल्याटिट्युड छ भने थाहा छ भने लेख्ने यसरी होइन, लङ्गिट्युड थाहा छ भने लेख्ने यसरी। अनि एड्रेस आयोजनाको स्थल चाहिँ अब भनौँ न, अब अहिलेलाई चाहिँ यस 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 हालेँ मैले। अब यो पालुङटारको नक्सा छ यसमा। यो नक्सामा हजुरले कुन ठाउँको आयोजना हो भनेर यसरी तपाईँले हेर्न पाउनुहुन्छ। जस्तै मलाई चाहिँ यो गैखुर भन्नेमा चाहिँ
यो आयोजना गर्न लागेको हो भने यहाँ गएर मैले के गर्छु त भन्दाखेरि यसरी यसो गरेर यहाँ गैखुरमा गएर राखिदिन्छु। यो आयोजना स्थल भयो अब। भोलि चाहिँ हामीले यो चाहिँ म्यापबाट पनि धेरै काम गर्न सक्छौँ। यसरी आयोजना हाल्न सकिन्छ। र यो चाहिँ आयोजनाको प्रकार भनेको छ। प्रकार चाहिँ 3 किसिमको प्रकारहरू हुन्छ है। यो प्रोजेक्टको टाइपमा चाहिँ ल अहिलेलाई सेलेक्ट प्रोजेक्ट टाइप भन्यो। कन्स्ट्रक्सन भने मैले कन्स्ट्रक्सन त होइन, सर्भिस ओरिएन्टेड हो। सेक्टर इकोनोमिक आर्थिक विकास भयो। त्यसमा चाहिँ लेबर एन्ड इम्प्लोइमेन्टमा पर्यो होइन। अरू पनि पर्न सक्छ। मल्टिपल सेलेक्ट अप्सन छ यसमा। आयोजनाको बारेमा केही विस्तृतमा जानकारी राख्ने भने यहाँ राख्दा हुन्छ। आयोजनाको लागत राख्नु पर्यो। अहिलेलाई चाहिँ मैले यसलाई चाहिँ 1,50,000 चाहिँ छुट्याएँ। यहाँ 1,50,000 यहाँ हाल्ने बित्तिकै अक्षरमा के अरे यो हाल्ने बित्तिकै चाहिँ अक्षरमा यसले आफै निकाल्छ फिगरमा हाल्ने बित्तिकै। र इस्टिमेट कहिलेको हो त यो भनेर हेर्दाखेरि आजको लेटेस्ट डेट आजैको आउँछ होइन। म यो दिनको इस्टिमेट हो भनेर राख्छु। अनि यो आयोजना किन छनौट भयो त भनेर एउटा सानो माइन्युटको चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। र लागत अनुमान कस्टको यहाँ चाहिँ एउटा कुनै फाइल छ भने अपलोड गर्नुहोस् भने हो। अहिलेलाई बाध्यकारी चाहिँ यहाँ राखिएको छैन, न त पछि चाहिँ बाध्यकारी पनि हुनसक्छ। भौतिक र वित्तीय चाहिँ यो डिटेल्सहरू के चाहिन्छ यसलाई के गर्नुपर्छ भनेर लेख्ने कुराहरू हो। त्यो लेख्ने कुराहरू यहाँ जस्ताको जस्तै लेख्ने मात्र हो। आर्थिक वर्ष कसको लागि त भन्दाखेरि आर्थिक वर्ष त अब 83-84लाई चाहिने होला होइन। एक्सपेन्डिचर जस्टिफिकेसन अफ करेन्ट फिस्कल इयर साँच्चै यति लागत लाग्छ होइन, यति खर्च हुनसक्छ भनेर प्रमाणित हुने केही हाल भनेको हो यो। अनि चालु खर्चमा कति, जस्तै मैले 1,50,000 भने 1,00,000 चाहिँ चालु खर्च अरे होइन। 10,000 चाहिँ अब खै करेन्ट चाहिँ 10 के अरे 50,000 चाहिँ पुँजीगत खर्च भयो। पुँजीगत चाहिँ 1,00,000 अनि चालु चाहिँ 50,000 गरेर टोटलमा 1,50,000 यसरी हुने भयो। डिपिआर छ भनेर सोच्छ, अहिले यसलाई चाहिँदैन। प्री फिजिबिलिटी स्टडी पनि खासै चाहिने चिज होइन। अनि यो के भन्छ यसलाई, यो पिरियडिक प्लान होइन, आवधिक योजनासँग चाहिँ तादाम्य छ कि छैन यो आयोजना भन्छ। छ भन्नु पऱ्यो। छ भन्यो भने एउटा फाइल माग्छ। फाइल हालिदिने अहिले एकछिन यतिकै हालिदिने होइन। फाइलको साइजहरू सबै यहीँ आउँछ। यो म्यान्डेटरी छ। यस भनेपछि चाहिँ आयोजना को लक्ष्य नै नभएको आयोजना पक्कै पनि हुँदैन। यहाँ आयोजनाको लक्ष्य राख्ने अनि लक्ष्यलाई चाहिँ सपोर्ट गर्ने कुनै डकुमेन्ट छ भने यहाँ अपलोड गर्ने। फाइदा कसलाई हुन्छ, लाभान्वित चाहिँ को हुन्छ, कति घरधुरीलाई फाइदा हुन्छ, प्रत्यक्ष फाइदा हुन्छ कि अप्रत्यक्ष फाइदा हुन्छ लेख्नु पऱ्यो। यहाँ मैले चाहिँ 2,000 चाहिँ घरलाई फाइदा हुन्छ, इन्डाइरेक्टली चाहिँ 50,000लाई फाइदा हुन्छ भनेर लेखेँ रे एकछिनलाई। अरू लाभान्वित को हुन सक्छन् लेख भने हो। यो दिगो विकास लक्ष्यका सूचकहरू यो 17वटा सूचक मध्ये अब यो लाइफ बिलो वाटर त हामीलाई काम लाग्दैन 14 नम्बर। अरू चाहिँ कुन हुन्छ त भन्दाखेरि अब यो नो पोभर्टी नै हो यो होइन। सेल्फ इम्प्लोइमेन्ट भएपछि पोभर्टी हुँदैन। अरू पनि छुन सक्छ। अहिलेलाई मैले भने गरिबी निवारण चाहिँ प्रत्यक्ष गर्छ कि अप्रत्यक्ष गर्छ होइन। अब लैङ्गिक समानता कतिको कायम गरेको छ होइन। क्लाइमेट चेन्जको कुराहरू यो चाहिँ अब यो वर्ल्ड ब्याङ्कको गाइडलाइन्स अनुसार हामीले फलो गर्नुपर्छ। डाइरेक्टली भने डाइरेक्टली जे छ त्यही लेख्नु पऱ्यो होइन। फाइनेन्सिङ स्ट्रक्चर चाहिँ टोटल्ली के हो त, लोकल गभर्मेन्टले नै 100 हाल्ने हो। त्यस कारणले अरूको कहीँ उपभोक्ता समितिबाट हाल्ने, यसबाट हाल्ने, नेपाल सरकारबाट आउने, सङ्घीय सरकारबाट आउने, प्रदेश सरकारबाट आउने के छ सबै जोड्दाखेरि 100% हुनु पऱ्यो। बढी पैसा हुनु भएन। अब जग्गा प्राप्ति त यहाँ आवश्यकै परेन होइन। नो गर्नु पऱ्यो। कसलाई सम्पर्क गर्ने त आयोजनाको बारेमा भनेर यहाँ लेख्ने मात्र हो। यहाँ एउटा नाम लेखौँ, साधुराम लुइटेल। लुइटेल डेजिग्नेसन चाहिँ प्रोजेक्ट म्यानेजर, आयोजना व्यवस्थापक म्यानेजरै लेख्नु न ल होइन। मोबाइल फोन नम्बर 984566 यति 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 ल होइन। इमेल केही लेखौँ @hotmail। अरू पनि कन्ट्याक्ट एड गर्न मन लाग्यो, अरू मान्छे पनि एड गर्न मन लाग्यो भने यहाँ गर्न मिल्छ। र यहाँ निष्कर्ष यो चाहिँ आयोजनाको निष्कर्षको लागि हो यो वास्तवमा। यति गरिसकेपछि हाम्रो सिङ्गल पेज फर्म छ यति मात्र आयोजनाको। एकदमै थोरै, पहिलाको धेरै फर्म चाहिँ हामीलाई यो सर्वे गर्दाखेरि धेरै लामो नगर्नुहोस् भन्ने खालको कुरा भएको कारणले यो छोटो फर्म 1 पेजको फर्म छ। यति गरिसकेपछि अब हामी के गर्छौँ त, यो सेभ एज ड्राफ्ट गऱ्यौँ भने उहीसँग बस्छ। तर मैले चाहिँ अब म्युनिसिपालिटीमा पठाइदियो, सेन्ड टु म्युनिसिपालिटी गऱ्यो भने यो आयोजना तर्जुमा समितिमा जान्छ। अब यसरी क्लिक गरेपछि तर्जुमा समितिमा जान्छ। सेभ एन्ड एक्जिट गरिदिने। यसरी गइसकेपछि 1,49,998 आएछ यहाँ होइन। यहाँ खास 1,50,000 आउनुपर्ने हो।
अब अब मैले चाहिँ पालिका के अरे यो तर्जुमाबाट चाहिँ खोल्नु पर्यो होइन। इन्ट्रीको काम त सकियो, आफूले गर्यो, इन्ट्री गर्यो, पठाइदियो। अब तर्जुमा समितिले के गर्छ त यसमा बजेट छुटाउने काम गर्छ, आयोजनाको विवरण हेर्ने काम गर्छ होइन। अब यसमा अर्को यो चाहिँ तर्जुमाको पासवर्ड हो यो। यति गरिसकेपछि योजना तर्जुमाबाट खोल्यो, खोलिसकेपछि उसले यहाँ ठ्याक्क आइसक्यो, यहाँ उसको टेबलमा ड्यासबोर्डमा ठ्याक्क स्वरोजगार कार्यक्रम भनेर देख्छ। 1,49,000 50,000 थियो, कहाँ अलिक अघि थिचिएछ जस्तो छ। यहाँ चाहिँ क्लिक गर्ने र कति दिने त यसलाई भन्दाखेरि 1,50,000मा आएर चाहिँ यसलाई चाहिँ 1,40,000 दिने भन्यो होइन। त्यसपछि चाहिँ अब उसको काम त यति नै हो, कार्य गर्ने। कार्य गरिसकेपछि त्यो पठाउनु पर्यो। अब गयो यो प्रोजेक्ट अपडेट भने मतलब यो कहाँ गयो त भन्दाखेरि अब पालिका के अरे तर्जुमाबाट चाहिँ नि कार्यपालिकामा गयो। अब कार्यपालिकाबाट खोल्नु पर्यो। कार्यपालिकाबाट चाहिँ संशोधन गर्न मिल्छ अझै त्यो आयोजनाको विवरण, रकम होइन। त्यस कारणले यहाँ चाहिँ अब कार्यपालिका कापा भने मैले, ल कापा भने कापाको चाहिँ यो पासवर्ड रहेछ। उम्, कापाको खोल्दाखेरि स्वरोजगार कार्यक्रम स्वीकृत भएर तर्जुमा समितिबाट आइसकेको रहेछ। अब उसले के गर्छ त यसलाई क्लिक गर्छ, एकमुष्ट धेरै भयो भने यहाँबाट एकमुष्ट चेक पनि गर्न मिल्छ होइन। यो गरिसकेपछि अब उसले चाहिँ 1,40,000 त हामीसँग पुग्दैन, 31 मात्र दिने भनेर संशोधन गर्न सक्छ त्यो बजेटमा है। त्यो गरिसकेपछि फेरि हामीले के गर्नु पर्यो त कार्य भनेर एप्रुभ गर्नु पर्यो, स्वीकृति दिने भनेपछि अब यो कहाँ पुग्यो भन्दाखेरि सभामा पुग्यो। अब सभामा चाहिँ जुन नगरसभा गाउँसभा हुँदाखेरि ठुलो कार्यक्रम हुन्छ, त्यसमा अब यही प्रणाली देखाएर नै के हुन्छ त भन्दा तपाईँको सिस्टममा के गर्ने कसो गर्ने भनेर छलफल गर्न सकिन्छ। अब मैले के गर्नु पर्यो, सभाको प्रयोगकर्ताबाट खोल्नु पर्यो। यसरी अब SABHA1 सभा 1 यति गरिसकेपछि अब त्यो पनि सभामा आयो, स्वरोजगार स्वीकृत भएर आइसकेको रहेछ। बजेट उहाँ 1,30,000 माग गरे, 1,49,000 देखियो यहाँ अघि, खास 1,50 हो। अनि विनियोजित बजेट तर्जुमा समितिले दियो यति, संशोधन गरेर कार्यपालिकाले 1,30,000 बनाइदियो होइन। अब यसमा एडिट गर्ने भने यहाँ गएर चाहिँ एडिट गर्न पनि पाइन्छ। अब नपाइने चाहिँ होइन, एडिट गर्न चाहिँ पाइन्छ है। त्यस कारणले अब सभाले त त्यो कामहरू गर्छ। त्यसपछि अब सभाले त के गर्ने हो त भन्दाखेरि 7 एक्जिट गर्यो, सभामै छ यो। सभामा यो चाहिँ चेक गरेर कार्यमा जाने अब कार्यमा जाने। बजेटेड गरिसकेपछि योले बजेट पायो, अब यसमा चाहिँ ठेक्का लाग्छ भनेर एउटा चाहिँ चक्र आयोजनाको यसरी एउटा बजेट सभासम्म लाने गरी यो आयोजना ब्याङ्कमा प्रस्तुत गरियो। अब त्यसपछिको चरणमा चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि सबै आयोजनाहरू चाहिँ बजेट विनियोजन भइसकेपछि यो रातो किताब भन्ने ठाउँमा हामीले एउटा किताब भेट्छौँ। जसरी हरेक वर्ष रातो किताब निक्लिन्छ त्यसरी नै यहाँ रातो किताब जेनेरेट हुन्छ। अनि त्यो रातो किताबबाट चाहिँ हामीले चाहिँ ठेक्का लगाउनेदेखि लिएर यो काम भयो भएन, प्रगति भयो भएन हेर्न पनि सक्छौँ। त्यसपछि यो अर्को भनेको ठेक्का व्यवस्थापन हो। कुनै अब आयोजना छानेर त्यो त्यो ठेक्का स्वीकृत गराउने संस्था कुन हो, संस्थाको ठेगाना, संस्थाको श्रेणी, संस्थाको यो ठेक्का सम्झौता होइन, ठेक्का सम्झौता भएको कागजात होइन, त्यसपछि ठेक्कामा उल्लेख भएको रकम होइन। त्यो गरिसकेपछि अब यो ठेक्का व्यवस्थापन हो, यसको काम पनि बिस्तारै हुन्छ। अब फेरि ड्यासबोर्डमै हामी गएर लाग्यौँ र यति गरिसकेपछि अब हाम्रो यहाँ चाहिँ आयोजनाको विवरणहरू यसरी सरर आउँछ। बजेटेड भनेपछि हरियो पनि भयो, 1,30,000 पाएको भनेर पनि देखियो। यति चाहिँ एउटा यो आयोजनाको चक्र हो। यो सम्पूर्ण स्थानीय तहको लागि आयोजनाको चक्र उस्तै हुन्छ, तर पालिकाको नाम, त्यहाँको बजेटको सिलिङ, त्यहाँको चाहिँ अब आफ्नो आफ्नो चाहिँ आवश्यकता फरक हुने कारणले छुट्टा छुट्टै आयोजना ब्याङ्क प्रयोग गर्नुपर्ने हुन्छ। चलाउने तरिका चाहिँ उस्तै हो, सिर्फ नाम, सिलिङ, आवश्यकता फरक भएको कारणले मात्र अलिकति फरक हुने हो। र आयोजना ब्याङ्कमा कुनै पनि कठिनाइ परेको केसमा हजुरहरूले चाहिँ हामीलाई सम्पर्क गर्नु पनि सक्नुहुन्छ। त्यो सम्पर्क गर्नको लागि हजुरहरूलाई मैले चाहिँ एउटा इमेल आइडी पनि देखाउँछु यहाँ अहिले। इमेल आइडी इराष्ट्र ERASTRA नेपाल@gmail.com
यसमा हजुरहरूले इमेल पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले यसरी यो नम्बरमा अथवा यो नम्बरमा सम्पर्क गर्न पनि सक्नुहुन्छ। हामी तपाईँहरूको सेवाको लागि तत्पर तयार छौँ। 10 to 5 भित्र फोन गर्नुहोला केही आवश्यकता परेको खण्डमा। हवस् त, धन्यवाद, नमस्ते। ए, स्टप नगरी त सुन्न पाइँदैन, स्टपै गर्ने।